ओए माक्स निकाल्नु त तेरिया के भएन नि है खुट्टामा यतिको त हुन पर्यो हुनै पर्यो है हेलो गाइस वेलकम टु माई न्यू ब्लग है सबैजना सन्चै आरामै हुनुभएको छ होला म पनि यहाँ सन्चै छु कि है अनि मेरो पहाडी चाहिँ छ यहाँ रूपाताल है ठ्याक्क आज चाहिँ म पोखरा आइसकेको छु कि है अनि आज म किन पोखरा आएको भन्दाखेरि चाहिँ होइन दुईवटा कारणहरू छ कि है एउटा त आज मम्मीको बर्थडे हो कि होइन त्यसको लागि भनेर आज यहाँ डायमन्ड रिङ किन्नलाई आएको अनि यहाँ बाबाले पठाउनु भएको थियो कि रिङहरू चाहिँ सबै अनि त्यहाँको त मलाई अलि नम्बर पठाउँछ भन्दा थियो उता के भन्छ त्यो सुन पसलको अरू त त्यही नै हो नि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ होइन म चाहिँ रेस खेल्न आएको कि यहाँ पोखरामा यो मनसुन म्याडनेस के हो रेस छ नि त है हो त्यही खेल्न आएको कि है अनि आज चाहिँ लास्ट डे हो अरे कि त्यहाँ चाहिँ है अनि त्यही हो यसो पार्टिसिपेट हुनको लागि चाहिँ त्यहाँ के फर्मसम भर्नुपर्छ नि त अनि त्यसको लागि भनेर चाहिँ आएको अरू त त्यही नै हो हेर्न सक्नुहुन्छ हाम्रो रूपाताल पनि बबाल देखिरहेको छ कि है अरू त त्यही नै हो अब यहाँ रोशन दाइनीहरू गएर भेट्नुपर्ने हुन्छ गाई चाहिँ टक्क बाह्रमा यहाँ नयाँ पुल बनाएको छ नयाँ पुलबाट हिँडिदिनु कहिले आउला है अस्ति नै पनि एकचोटि त कहिले हो एक दिन त यो चलाएको थियो क्या यो पुल है तर अहिले चाहिँ बन्द गरे कि फेरि के बिग्रियो नि पुलमा है ओए गाडी चल्यो त्यहाँ भन्ने बित्तिकै फेरि ल भन्ने बित्तिकै गाडी चल्यो त है हिजो अस्तितिर चाहिँ हिँड्दै थिएन कि यहाँबाट है आज चाहिँ हिँड्दिएछ कि यहाँ चाहिँ चेकिङ हुनसक्छ कि है अब चाहिँ अहिले ठडाउनु पऱ्यो कि यहाँ चाहिँ अहिले समातेर झन् डिस्टर्ब हुन्छ नि त यत्तिकै राखिदिन्छ छैन अहिले समातेर त्यो बरु कुरा सुन्नु भन्दा चाहिँ होइन बरु ऐन यस्तो गरिदिने कि बरु अहिले सेट हुन्छ फेरि समात्यो भने फेरि होइन त यहीँ बसिरहेको रहेछ है यहीँ हो कि मेन समात्ने भनेको यहाँ र उता के सिर्जना चोकतिर हो कि च्याप्प समातेर त्यहाँ आधी घन्टा भुलाएर राखिदियो नि त है रमाइलो पो हुन्छ त फेरि तर आज म लास्ट छिटो आइपुग्यो कि कुदाउनु पनि त्यस्तै कुदाएर आयो नि त म त आज है जस्तै अब म्याक्सिमम लाग्यो है 1 घन्टा 25-35 मिनट जति लाग्यो क्या आज जो 1.5 घन्टामा आइपुग्दो रहेछ भनौँ न है कुदाएर आयो भने चाहिँ हो एउटा चाहिँ यहाँनिर हो कि ठ्याक्क बिस्तारै हो कि बिस्तारै ल यहाँ त आज त खाली छ त है के हो म आएर हो क्या खाली भएको अहिले चाहिँ म यहाँ रोशन दाईसँग है लेक साइडतिर जाँदैछु कि है मैले खानालाई रोशन दाईले यस्तो भोक लागेर कि म त घरबाटै खाएर आएको म चाहिँ अनि टक्क रोशन दाई र म चाहिँ जाँदैछौँ खानालाई अहिले है तपाईँहरूलाई पनि बाइक बनाउनु छ भने चाहिँ हाम्रो यहाँ रोशन दाइनीहरू आउनु होला है लोकेसन चाहिँ हाम्रो यहाँ के भन्छ दाइ आलु माइला चोक होइन नि दाइ त्यही नै अहिले पछि म देखाइदिन्छु नि लोकेसन भिडियो चाहिँ होइन मेरो भिडियोहरू नि हेरेर थाहा पाइसक्नु भयो होला तपाईँहरूले को हेरेर पड्काउने यहाँ है बेनेली पो रहेछ यहाँ म त के आयो भने आगे आफैले संरक्षण गर्नु तपाईँ हामीहरूले संरक्षण गरिदियो त्यहाँ यताउति उठाउनु भएको थियो अब ट्र्याकभन्दा आउट अफ ट्र्याकतिर चाहिँ अब त्यहाँ धान बालीहरू सुकेको छ त्यस्तो ठाउँहरूतिर चाहिँ नियम उल्लङ्घन गरेर चाहिँ लानु पाइएन बाइकको ह्यान्डगार्ड सेन्डगार्ड निकालेको त बाइक त नेकेट देखेँ अहिले त ह्यान्डगार्ड सिसा है सिसा त पहिला पनि थिएन कि जे भयो नि त्यो 14 वाला त हालेको थिएँ नि त मैले ओ चेकिङ चाहिँ काहीँ नपरोस् पऱ्यो भने त औडा झ्याउँछ कि अब पामेसम्म पुग्नुपर्छ कि है नम्बर प्लेट त छ ऐनै छैन के है तेरिका 5 बजिसक्यो यहीँ है अब घर जाने कति बेला हो कि म त हेरेर मात्रै फर्किन्छु जस्तो लाग्यो मलाई त अब केटाहरू गर्छन् प्र्याक्टिस है म यस्तो ट्र्याक मात्रै रिड हान्न जाने कि यस्तो है ल है हुन्छ म भोलि 3-4 बजी उठेर आउँछु है ल बाई है
चेकिङ रहेछ कि है उता चाहिँ त्यही भएर चाहिँ म फर्किन लगाएको कि है चेकिङ नभए त म गइदिन्थ्यो मैले ऐना सैना हालेन कि फेरि अहिले सब मैले उता ग्यारेजतिर छोडिदिएँ कि होइन ठिक छ अब भोलितिर हान मलाई अब त्यही पनि आज मलाई घर जान नै ढिलो भइरहेको थियो कि है अब के गर्नु त है अब यस्तै छ मम्मीको रिङ रेडी भयो अरे कि है त्यही भएर चाहिँ हामी उता ज्वेलरी पसलमा जान लागेको कि यहाँ चाहिँ छ फेरि रोशन दाईको सामान है आज रेस्ट गरेर जाऊँ भने पनि त्यस्तै भइदिइहाल्यो चेकिङ गरिहाल्यो बाटोमा है कोही कस्तो सर्ट आउँछ त यार लात्ता नगयो रोशन दाई लात्ता कहाँनिर हो आयो त यार उडाउँदै यो बिस्तारै नला यार गयो यार बिस्तारै नला यार मजा त मजा आउँछ क्या लडेन झन् मजा आउँछ अहिले हो मैले बिर्सियो त यार अझ गढ्यो दाइ अझ गढ्यो उता हो कि अझ उता अझै गढ्यो हिँड्नु चलो हो बिर्सियो त मैले त होइन यहाँ आएन A few minutes later. रिङ चाहिँ बनेर आइसक्यो कि है यस्तो बवाल देखिरहेको कि है हेर्न सक्नुहुन्छ यो चाहिँ मम्मीको बर्थडे गिफ्ट हो फेरि आजको है कस्तो दामी देख्दो रहेछ तर है यो हाम्रो यहाँ बनाउने मान्छे चाहिँ हाम्रो दाइ फेरि है भद्रकाली ज्वेलर्सलाई सम्पर्क गर्नु होला सबैजनाले फेरि आउँछ भन्नु दाइ भद्रकाली ज्वेलर्सलाई सम्पर्क गर्नु होला यस्तै डायमन्डको मुठीहरू चाहिनु सुनचाँदी सबै चाहिनु है ल हेर्न सक्नुहुन्छ यस्तो दामी छ कि माया देखाएर यहाँ आइदिनु भएको छ सबभन्दा ठुलो खुसी नै थियो तर दामी त दामी छ क्या तर है दाइ त्यो कलर ग्रेडहरू नि डायमन्डको चाहिँ कलरहरू ठ्याक्क यसको डायमन्ड रिङको बिल चाहिँ 1,07,000 है गाइस 1,07,000 को आज मम्मीलाई गिफ्ट दिँदै है ठ्याक्क बाबाले चाहिँ अब चाहिँ हामी ग्यारेजमा जानुपर्छ है अँध्यारो भइसकेको छ त्यहाँदेखि भागिहाल्नुपर्छ अनि फेरि है यस्तो छ अहिलेको माहौल चाहिँ मान्छे प्याक है यहाँ रोशन दाइले किक ल्याएर खुट्टामै दिएर कस्तो खुट्टै झन् पाऱ्यो होइन रात परेपछि यस्तो जाम हुने कि है तेरिका 2 hours later. ल है अहिले चाहिँ हाम्रो यहाँ मम्मीको बर्थडे मनाउँदै हो कि है के साह्रो पड्किएको थियो उहाँले ल हाम्रो मम्मी चाहिँ आउँदैछ है Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. Oi, Prakriti. Oi, Prakriti, oi. Oi, Prakriti. Ao, यहाँ आउँछु र आउँछु र आऊ मैले यसले मलाई बिहा दिउँसै आज त के होला भन्नु भन्दै थियो छोड्दै त्यो के थियो भनेर भन्दै मैले भन्दैन भन्न पर्दैन नि आइगिला बिबी गिम आइगिला थाहा भन्दा जब दिदी बर्थडे मानि भयो है ल बाउले खाइदिनु न पर्दैन म खुवाइदिन्छु पछि तिमीलाई सुरु यता बस्दा प्रकृति यता बस्दा यहाँ छिल्यो ल यहाँ के खाने अब के खाने हो क्या अब है ल यो प्रकृति र माग हो प्रकृति ल हाम्रो बाबाको गिफ्ट है यो डायमन्ड है फेरि डायमन्ड है डायमन्ड रिङ हो ल हेर्नु है बाबाको गिफ्ट है हजुरमा यो बत्ती बत्ती ल यो चाहिँ डायमन्ड रिङ हो फेरि है लगाइदिनु त लगाइदिनु छिटो हो यता हेर्नु मम्मी ल यो चाहिँ डायमन्ड रिङ है मैले लिएर आयो आज पोखरदेखि मेरो डिजाइन
अनि बाबुले फटाफट गर्दै The next day. हेलो गाइस, दिस इज द नेक्स्ट डे है। अनि म चाहिँ फेरि पनि यहाँ पोखरा आइसकेको छु है। उठ्न चाहिँ 3-4 बजीतिर उठेको थिएँ अनि पानीले गर्दा चाहिँ अलिकति यहाँ ढिलै आइपुग्यो म। अहिले चाहिँ 9 बजिसक्यो क्या, 9:30 भइसक्यो चाहिँ। अनि हेर्न सक्नुहुन्छ हाम्रो दाइ चाहिँ मैले यहाँ सेकेन्ड ह्यान्ड टायर किनेको कि दाइले चाहिँ एक राइड मात्र हान्नु भएछ एउटा। अनि म फेरि त्यसको बेला के धेरै खर्च गरेर हान्ने भनेर फेरि है यो टायर किनेँ है 3000 मा। जोस् राम्रो छ टायर चाहिँ है। ल पछितिर सेकेन्ड ह्यान्ड टायर चाहियो भने चाहिँ हाम्रो यहाँ दाइले सम्झिनु होला है। जोस् दाइको चाहिँ यहाँ टायर एक राइडमा फाइल राख्नुहुन्छ दाइले चाहिँ है। वान ट्रिप 10 देखि 12 दिनको टुर हुन्छ। त्यसपछि हामी चाहिँ यतिको टायरहरू हुन्छ कि अब यो सबै पछि सेकेन्ड ह्यान्डमा टायर यतिको टायर चाहिँ फालिन्छ कि है। अनि यो दाइले चाहिँ सेकेन्ड ह्यान्डमा बेच्नुहुन्छ टायर चाहिँ है। कसैलाई चाहियो भने चाहिँ सम्पर्क गर्नु होला हाम्रो दाइलाई है। यस्तो इन्स्टाग्राममा चाहिँ हाम्रो यहाँ हिमालय लाइफ एडभेन्चर भनेर छ, सम्झिनु होला दाइले पनि है। ल गाइस, मेरो बाइक चाहिँ यहाँ रेडी भइसक्यो कि होइन रेसको लागि है। ल ब्रेक चाहिँ मजाले लागोस् कि है मेरो बाइकको। टायर चाहिँ म्याक्सिसको हालिसकेको छ अगाडि चाहिँ। ल यस्तो भनेपछि मजा आउँछ। पुरा ओइलै ओइल भयो यार, त्यो चिप्लिन्छ होला क्या। ल पहाडी चाहिँ यहाँ म्याक्सिसको हालेँ, अहिले चाहिँ ऐना मात्रै हालेर जानु लाग्यो कि मैले चाहिँ है हिजो, किनभने म त्यही ऐनाको कारणले गर्दा फर्केको म चाहिँ है। ल हुन्छ नि है मुन्ना? हुन्छ ल ल तर लास्टमा हरायो है। तर कहाँ गयो त्यो थाहा भएन। त्यसले गर्दा चाहिँ अलिकति झ्याउ हुन्छ जस्तो लाग्यो कि नटबल खसे भयो कि त्यसले गर्दा रेस पनि खेल्न पाएन। झ्याउ भयो लास्टै गाह्रो छ यार। जहाँ एउटा सानो नटबलले गर्दा है अब खेल्नै पाएन कि अहिले। जे भयो नि यो त प्र्याक्टिस हो यो चाहिँ। भोलि यस्तै फस्दियो भने त लास्ट झ्याउ हुन्छ कि। तर भोलि चाहिँ सब नटबल टाइट गर्न आउँछ।
हाम्रो यहाँ मिस्टर कोब्रा के भयो सकेन जस्तो लाग्यो यार के भयो के भयो सकेन यो चाहिँ हाम्रो यहाँ सुदर्शन दाइको बाइक है हाम्रो यहाँ सुदर्शन दाइ पनि गइसकेको छ है केटाहरूले चाहिँ बब्बाल हानिरहेको कि होइन मेरो चाहिँ यहाँ बाइक बुझ्दा छ फेरि है सिटको उयो फुस्क्यो नडलै फुस्क्यो कि ल हाम्रो यहाँ सिजन ब्रो है ल त्यहाँ पढी बस्छ कहाँको हाम्रो कोब्रा है यहाँ है कोब्रा चाहिँ यहाँ छ फेरि है खत्रै हानिरहेको छ ल त्यहाँ गएर त रेन्जै स्लो भयो त फेरि ट्र्याकबाट बाहिर निस्किएर त्यहाँ ल आइपुग्यो हाम्रो यहाँ पहाडबाट लास्टै पेल्यो है राम्रो आयो यार निकाल्नु त के भएन नि है खुट्टामा हुनै पर्यो है यहाँ केटा एकचोटि ल एकचोटि है हजुर बबाल हान्छ है ल केटाहरू चाहिँ सबै गइरहेको छ उतातिर है बबाल चाहिँ बबाल भयो है ल खाना चाहिँ त्यो बबाल हान्छ है राजकुमार दाइले पनि है अब चाहिँ हाम्रो यहाँ कोब्रा खतरा कुदाउँदा हान्दियो कि है ल ल ल ल हान्दियो 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 बवाल छ है त्यो केटाहरूको चाहिँ है आफ्नो त बाइकै खुलित त भइहाल्यो त्यहाँ है सिट कभर खुस्केर बसिरहेको त्यहाँ आयो 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 कहाँ आयो फेरि यार कस्तो भयो त नि ठिक छ ठिक छ ए ढुक्क ल ल ल हान्न हान्न एक लड ल टेन्जिर बटारेर ल टेन्जिर टेन्जिर अझै खतरा है खतरा बटाउनु पऱ्यो है बाइकै उड्नु पऱ्यो है बाइक उड्नु पऱ्यो है ल छिटो है ल बाइक उड्नु पऱ्यो के बाइक उड्नु पऱ्यो ल यो बाइकले धुवा फाल्न थाल्यो क्या खोइ लड्यो यार हाम्रो यहाँ कोब्रा खुलित भयो है उठाउनु पनि सकेन है क्या ढलै भयो त्यहाँ
चाहिँ यहाँ हल्का फुल्का आइल सिल यहाँ फुटेर है लिक भएको छ कि अब यो सुशील दाइले भोलि अब सोरुमबाट पठाइन्छ भनिरहेको छ कि है। अरू त केही भएन बाइकमा, त्यही नै यो ह्यान्डल चाहिँ धन्न पेटाउँछ गोपेन कि है, त्यही नै ठुलो कुरा चाहिँ। हल्का फुल्का यहाँ चाहिँ कोतारेको छ, अरू त्यस्तो नर्मली केही भएको छैन। जस बाइक चाहिँ बलियो रहेछ है। त्यो पामे आएको कि यो बाइक त यार स्ट्यान्ड त राखेपछि त ढल्दो रहेछ कि आफै। यसको यहाँ ब्रेकको लिभरै भाँच्यो कि, अब रोशन दाइलाई एउटा फेर्दै भन्नुपर्छ है। चुना लाग्यो चुना, अनि त्यो माथि यसो भ्यू हेर्दै बसिरहेको कि हेर्न सक्नुहुन्छ है। यो चाहिँ बवाल रहेछ कि आम्मामा दामी छ नि होस्, यस्तो छ उज्यालो है, बवाल देखाएको। त्यो माथिको चाहिँ वाइट गुम्बा है, फेरि वाइट गुम्बा बवाल देखाएको चाहिँ होस्, हेर्नु यस्तो बवाल देखिरहेको कि है। ल अहिले चाहिँ म फाइनली रुममा आइसकेको छु कि है। अहिले खाना खानको लागि चाहिँ फेरि एकछिन जान्छु म बाहिर। अनि आजको भिडियो चाहिँ यति नै गाइस है। तपाईँलाई मन पऱ्यो है, लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला गाइस है। ल बाई बाई।